हेलो नमस्ते एन्ड गुड मर्निङ भ्युअर्स, वेलकम ब्याक तपाईँलाई मेरो च्यानल समर्पित ब्लगमा। तपाईँहरूलाई हिजोको लास्ट भिडियो के कस्तो लाग्यो हेरिदिनु भयो होला है, मन पराइदिनु भयो होला, के कस्तो लाग्यो मजाले कमेन्ट पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला है। र म आज नयाँ भिडियोसँग ब्याक भएको छु, तर आज चाहिँ जस्ट भ्लग है, त्यस्तो केही भिडियो होइन, कन्टेन्ट फाल्टो कन्टेन्ट छैन। म चाहिँ आज जाँदैछु गढी मन्दिर, जो कि तपाईँहरूलाई पहिला पनि मैले देखाइसकेको छु, एकदम मैले त च्यानलमा लाइभ पनि गरिसकेको छु त्यहाँको पुराणको है। त्यहीँ जाँदैछु म, किनकि फुपू र जानु भएर न हौ पकेट आउँछ। फुपू त्यहाँदेखि यता फुपा, त्यहाँदेखि नानीको चाहिँ भाकल थियो खासै चाहिँ, त्यसले गर्दाखेरि चाहिँ म गएको। आज चाहिँ अब साथी मेरो चाहिँ त्यस्तो जाने जरुरत थिएन, तर मेरो नि एउटा भाकल जस्तै भएको थियो, म जान्छु भनेर। सो त्यसले गर्दाखेरि म नि गएको आज है। सो कति 10:45 भयो है, र अब चाहिँ लगभग हामी निस्किनै खोज्दैछौँ, निस्किन आँटेको भन्दा पनि भयो। सो अहिले बाटोमा गएर भेटौँ। सो अहिले भन्छ गाइज म यहाँ सुस्मिता बसिरहेको छु है, फुपू फुपा नानीलाई पर्खेर। चाहिँ काका नानी मात्रै हुनुहुँदो रहेछ, एकदम घर सफा गर्न भ्याइन हुनुहुँदो रहेछ। यहीँ सुस्मिता चाहिँ माथि जानुभएको छ फुपूहरूकोमा है। सो यहाँ पर्खिरहेको छु मात्रै, श्रीचेला चाहिँ हेलो भन्थ्यो, हाउ डु यु डु भन्थ्यो। यहीँ हेर न, यहीँ अरू भन्थ्यो के एउटा गीत गाइदेऊ। नाची पनि देऊ न अन्त सँगसँगै उभिएर। लु त टिभीमा आउँछ है, तिमी नाच त छिटो, टिभीमा आउँछौ। उठे नाच न नानु। सो भाइ साहब अहिले भन्छ अब यहाँ एकछिन पर्खिँदै गरेको छिन् है, र अहिले आएर गाडीमै गएर भेटौँ है त। यहीँ ल रिजर्भ खै थप्पडी मारिदेऊ न हौ खुसमी। दामी अब दामी। सो सियो अहिले है त गाइस। सो गाइस अहिले भन्छ हामी रम्फू उकालो लागिसकेको अवस्था है, रम्फूमा यसो पूजा गर्ने सौदा गरेर चाहिँ हामी हिँडेको यहाँबाट। यहाँनिर फुपू हुनुहुन्छ है, राम्री भएर पूजा गर्न। यहाँनिर चाहिँ अगाडि फुपा र भाइ यता हो, र हाम्रो यता चाहिँ अमृता दा अल टाइम फेभरेट हो हाम्रो चाहिँ है, जहीँ जान पनि अमृता दा चाहिँ लिएरै जान्छौँ। सो स्टेट्युन लास्टसम्म हेरिदिनु आजको भ्लग के कस्तो हुन्छ है। अब एकैचोटि माथि मन्दिरै गएर भेट्छु म तपाईँहरूलाई। मन्दिर के कस्तो भएछ, निकै भएन गएको, लास्ट पुराणमा गएको, त्यहीँ चाहिँ गएको छुइनँ म पनि है। सो त्यहाँ पनि आज देवी पूजा हुँदैछ अरे, सो राम्रोसँग पूजा गरेर आउने आज। सो स्टेट्युन, अहिले गएर भेटौँ। बदमास नगर तिमी त्यसरी।
गाइस अहिले भने चाहिँ हामी मन्दिर आइपुगेको अवस्था फुपा चाहिँ पूजा गर्दैछ म चाहिँ एकछिन बाहिर निस्किएको है अझै अलिक आज देवी पूजा भएकोले गर्दा भित्र अलिअलि मान्छेहरू पनि हुँदो रहेछ सो यो तपाईँहरूलाई चाहिँ भित्र त देखाइबस्नु जरुरी त छ जस्तो लाग्दैन किनकि मैले पहिला नै तपाईँहरूलाई देखाइरहेको र पनि फेरि पनि गएर हेरिदिनुहोस् होला है यो जग्गा तपाईँहरूलाई देखि नै रहेको हो मैले मेरो यहाँको पुरा नै मैले मेरो च्यानलबाट पनि लाइभ गरेको थिएँ है देख्न सक्नुहुनेछ कस्तो छ लेट्स सी सम सिनेमेटिक है यहाँको सिनेमेटिक हेर्नुहोस् एकखेप एकछिन खड्ग निशानी काली धाम देख्दैखेरि लाग्छ जाम 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 हरे पहाडको तलाटीमा काली तिम्रो बास यही पहाडको तलाटीमा काली तिम्रो बास दर्शन गर्न मन छ आमा पूर्ण होस् आशा खड्ग निशानी काली धाम देख्दैखेरि लाग्छ जाम खड्ग निशानी काली धाम देख्दैखेरि लाग्छ जाम खड्ग निशानी काली धाम देख्दैखेरि लाग्छ जाम खड्ग निशानी काली धाम देख्दैखेरि लाग्छ सो गाइज होप यु लाइक द सिनेमेटिक कस्तो लाग्यो के कस्तो लाग्यो है यता बाहिरतिर त मैले तपाईँलाई पहिल्यै पनि सबै मेरो भिडियोमा 2-3 खेप देखाइसकेको सो अहिले चाहिँ हामी निस्केको यहाँबाट अब है अब यहाँनिर एक दुईवटा फोटोजहरू क्लिक गर्ने त्यसको बादमा हामी यहाँबाट निस्किने एकछिन तल घर जाने घर निस्केर खानासाना खाएर मात्रै मास्टर जाने है सो एकैचोटि अब तल घरै गएर भेटौँ तपाईँहरूलाई यहाँको त सबै यो देखाइबस्नु जरुरी छैन जस्तो लाग्छ किनकि तपाईँलाई मैले सबै देखाइसकेको र पनि एकखेप यहाँबाट भ्यू हेर्नुहोस् के कस्तो छ यो चाहिँ गढीबाट भ्यू मनपर्छ होला तपाईँलाई है सो गाइज अहिले तल गएर भेटौँ है त सो अहिले भने चाहिँ घर आइपुगेको अवस्था है राउजी माम खाना आँटेको जस्ट आइपुगेर फुपर चाहिँ खानु हुँदैछ म चाहिँ एकछिन त्यो तल बारीतिर के छ हेर्न गएको थिएँ है सो चाहिँ माम खाने काका रानी हजुरआमा माम खाँदैछ काकी है सो आमा पनि माम खाने एकदम भोक लागेछ भेटौँ सो अहिले भन्छ गाइज घर आइपुगिसकेको अवस्था है र घर आइपुगेर चाहिँ अहिले चाहिँ खाँदैछु मोमो घरै पुगेको छुइनँ तल सुस्मितीहरूको रुममा छु चाहिँ हामीले हिजो बेलुका मोमो बनाएको थियौँ है त्यही मोमो चाहिँ फ्राई गरेर खाएको त्यो मोमो खाइरहेको छु रुम जाने अब यहाँ गाउँकाको चाहिँ टेढो गर्ने मान्छे आइरहेको रहेछ टेढो बनाउनु हुने गाउँकाले चाहिँ त्यो चाहिँ कुन चाहिँ टेढो बनाउनु हुने रहेछ है सो यति मोमो खाएर चाहिँ रुम जाने अन्त सौदा गर्न जानु छ अहिले यो भिडियो चाहिँ मैले एकछिनमा गएर एन्ड गर्छु है अब लगभग आजको डेट एन्ड भइसकिसक्यो तर पनि म अहिले रुममा गएर नै एन्ड गर्छु किनकि मैले त्यो भिडियो चाहिँ रुमबाटै स्टार्ट गरेको थिएँ त्यसले गर्दा रुममै गएर एन्ड गर्छु है सो अहिले गएर भेटौँ सो गाइज अहिले भने चाहिँ घर आइपुगिसकेको अवस्था रुममा अब खाना चाहिँ खान्छ तलै जानुपर्ने स्थिति भयो तलै खाना खानु अरे आज पनि होइन हिजो त यहीँ खाएको मोमो त खाना खान्छ तल बोलाइरहनुपर्छ दिदीले तल गएर खाना खाने भयो सो अब अहिले भने चाहिँ अब जस्ट रुम आइपुग्यो लुगासुगा फेरेर पूजा गरिराखेर चाहिँ जाने है सो आजको भ्लग पनि म यहाँ एन्ड गर्छु के कस्तो लाग्यो लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् है अन्त अरू त्यस्तै हो नयाँ नयाँ भ्लगहरू म ल्याउँदै गर्छु कन्टिन्यू ट्राई चाहिँ गर्छु म भ्लग गर्ने है सो सी यू इन द नेक्स्ट एपिसोड नेक्स्ट भ्लग टिल देन जोइन माइ ब्युटिफुल जर्नी कल लाइफ विथ समर पिस भ्लग वेयर एभ्री मोमेन्ट्स म्याटर बाई बाई